हाम्रो जामु ठुमा ती माइली पनि म कुर्दैन त जम्मु ढुसुला रहेछ बेनालाई हेला आई लभ यु बेना भन्ला भन्दा झन् दारा निस्तिरहेको छ के अरे तिम्रो जुगा लाग्ने मलाई रोड जुगा लाग्यो नि माथि ए यहाँ भगमै अप्सरा उता मामालाई भेट्न जाँदैछु हामीहरूले मामा गएर जाँदै गरेको अवस्था जामै घाँस पनि हालेन कि उसले हजुर नमस्ते उता मागबाट भन्दा पुग्छु हजुर खाना खान लाग्यो र हो दाइ खै त हो बच्चाहरू नि हजुर भनेपछि अहिले बुढाउली मात्रै अच्छा अच्छा म खै भोलितिर भनेको भाउजू कस्तो हुन्छ यहाँ टाइममा छैन कि बर्खा मासमा अलि यो झरी बाँध्नु गरेर फेरि अलि तल पुगौँ भन्यो नि अहिले फेरि बाटो रोक्यो भने फेरि कसै जाँदैन फेरि तलतिर नानी तल अलिकति पेट बिगाछ अरे त्यसो गर्छ रहेछ ल भाउजू अहिले फर्किआएर कुरा गरौँ है भनेको भाउजू खै हेरौँ है त्यही त नि हो हजुर हेरे कैसा लगा मारू टुट्या उ पर्यो सिक्यो अब यहाँ उहाँ तलटी हारी पुरा गऱ्यो तल त रोपिसकेको छ नि त सकिन पो त्यही पैसा छ मोबाइल हेरिरहेको छ है अलिकति तातो पानी बनाएर खान्छ के रे एक कप तातो पानी बनाएर त खायो म खाना लापो अहिले रेलपोस्ट कतिर खुल्छ उ 10 बजी हो आइतबार खोल्न नि आइज जीवनजल खुवाएपछि कस्तो लाग्ने कि एकछिन जीवनजल कता हो म खोजेर ल्याएको सो कि छ इट्यो अब कहाँ छ हाम्रो इट्यो उता तलतिर रोइछ नि त पुरा तर अब सक्को नि तल हाम्रो पाइप यहीँबाट जो नि है धेरै छ नि कुन हो भन्न खोजेको कुन माथि हो यहाँबाट माथि जुगो लाग्यो
पुरा कोडाले मुख रहेछ गरे पुयो फाट गाउँपट्टि कोदाले रुखमा रहेछ आमा 20 वर्षपछि अनाटन्दनी आफ्नो गाउँ यस्तो चम्म हिँड्ने नि छुट्टै भएको नि आछ नै Gracias. यो चाहिँ हाम्रो मुनाको भूमिठान यहीबाट ठुला जानु पहिलो बाटो हिँड्ने बाटो त पुरा बुझिछ यार उसलाई एउटा जुगा चाहिँ लागेको यार तिम्रो लाग्यो यो खास माथिबाट नहानु पर्ने रहेछ नि त नि पुरानो बाटो यो हो यसको गाडीबाट त्यहाँ रहेछ त्यहीबाट हिँड्नु पर्ने रहेछ
तिम्रो चाहिँ जुगा लाग्दैन मलाई चाहिँ जुगा लागेको थियो नि कता हो चाहिँ अब यहीँबाट अब यहाँ नजिक गयो यहाँ लड्क्यो होला छोरा धर्को व्यवस्था नै यसलाई हेर नमस्ते हाम्रो गोरे मामाको मेसेज हो नि त भाइ माइजू नमस्ते खै त मामा मामा भाइ कसनकोट माथि ए यहाँ भाग्नु है अप्सरा बा कतै गएको छ नि तिनीहरू यार फेरि जुगा लाग्यो यार ए मामा त झन्डै यहीँ भएको म त कतै हिँडिहाल्छ भनेर त है त्यो ठुमा हजुर कहाँ अहिले त आउनु ठुमा कहाँ हो त्यो घर बसेको कुरा सन्चै छौ सन्चै भन्नु जान के गर्नु नमस्ते हाम्रो जामु ठुमा के भन्छ खेराती लाछ अलि साडी लास अलिअलि उ गरेर अनि सबैको मैले त्यस्तो हुन्छ केही पनि थाहा छैन हिजोदेखि आएदेखि जाने को कान्छी त हो के हो ए हो अनि त्यो कोन फेरि त्यो दिदी चाहिँ हो पनि त्यो माइली ए माइली ठिक छ माइली खै त्यो माइली पनि म कुर्दैन त कता जानु र काम पनि जानु र म त उनी बोला भने अब त के यहाँ बुझ्नु जानै पर्यो भने यहाँ कोसी जानु बोला भने ठिकै छ नि त हामीलाई आइहाल्नु नि त नि यो चाहिँ हाम्रो मामुली घर ए खरायो नि पहिला चाहिँ यहाँ त यार खरायो जानेला नि सिमी पलाएर चाहिँ यसरी बनाएर चाहिँ यो चाहिँ हाम्रो मामाको घर हाम्रो आमाको जन्मघर ए दाराहरू निस्तिरहेको छ के अरे
चाहिँ सेगु बन्नुको लागि हो भित्री चाहिँ गिदेर यो पनि धेरै हुन्छ तर यहाँ भयो खोइ त्यो पहिलेको हो त्यहाँ गऱ्यो भोलि खानु पर्ला भनेर त्यहाँबाट जानु पर्ला भनेर यो पनि धेरै हुन्छ माथि उहाँ गोठो जानु लाग्यो धरपटन त्यो भित्र जानु लाग्यो यो भित्री गिद्रा हुन्छ बाहिर यो रस हुन्छ यो त ढुइसेल आएको यो त्यति भइहाल्छ नि यो त बोलियो हुन्छ यो ढुइसेल खप्छ ढुइसेल आएको झन् खप्छ के खप्छ भन्नाले अनि ओनीबाट खप्ने त्यो धुनाउन जान्छ भनेको यसो उसो गरेर जान्छ है जान्छ के भन्नु तुमा ए माथि गोरी हेर्नै नने के भन्छौँ के यहाँ ए के हुन्छ म गोठोमा जाने त बर्खा कुन पिहाल भएर चाहिँ के अरे बिमलको आमा नि बिहाल बेल भाषा ट्रेन अस्ति बा केही नखाने केही नखाने त्यहाँ मुनिको बोल्न त्यो सबै मुनिको म हो मेरो मुनिको बोल्न माथि गोठाले ए तिनी कान्छा हुन् कान्छा ए बिहा गर्ने बेला अझै पनि त गएको त गरेको न पहिला चाहिँ गरेँ नि त्यस्तै भएको एउटा बच्चा पनि थियो हो ए दाममा मेरो पोहोर अब खसेको के पुगुल त झेमो पनि थियो त काकालाई हाम्रो झ्यामुटो उनी पनि झेमो काका भन्नुहुन्थ्यो त त्यो पहिलाको कुरा भएर होला नि बिहान अहिले नभएर मात्रै झ्यामु भनेको हो न त्यसको त भएको कि पहिला चाटरले सेप हाम्रो प्योर झ्यामुटो यहाँ ठुमा भनेको नि यो ठुमा झाटा लिएर पनि खोइ अहिले यहाँ पाएको कामा लाउने हो भाडा यहाँ चाहिँ खानु पऱ्यो के को भाडा ठुमा यो कहाँको आलु हो यो यहाँ दाल ठुल्ठुलो पछि गएको त ऊ झोलकामा त हो तर देख्नु भयो त के टिपेछ नि हो यत्रो पनि टिपेछ क्या गेर राख्छ नि विशाल त्यस्तै आलु अहिले समय खरले होइन त्यस्तै छ अहिले होइन त्यो मसिना त फाल्यो नि त भन्ने कुरा कि त्यो के खान नमिल्ने यसो दाल साल बनाउने पनि मेसिन अब आलु खाउन डरङ हिँड्यो अनि एउटा पोखरा ल कान्छी गयौँ है बस राम्रोसँग हो ल माइली कान्छी गयौँ नि अहिले बेलुका आन्छ आऊ मन्दिर तल ठुमा त्यो म एक दुई वर्ष पछि फेरि आउँछु नि है आएर त फेरि यहाँ हाने हिँडेको हामी त्यहाँ तपाईँहरू पोखरा हाने दिदी पनि जम्मै पोखरा मामा है हाम्रो पालो त आयौँ अब होइन ठिकै छ त्यसो तिमी आन नआन म आन्छु क्या फुपू आन्छन् दिदी पनि उहाँ आएपछि भाले त ठुलो रहेछ नि त नि यहीँको हो भाले केटी काट्ने भने झन् खाना तल पनि भाले काटेको खाना खान्न भन्छ अब माइलीको दुःख त एकछिनमा पनि बस्ला भेनालाई हेला आई लभ यु भेना भन्ला भन्दा झन् यहाँ यसरी काम मन लाग्छ त तेरो दुःख नि भयो माथि ढोइसम्म त्यो छोरी आएको नि उहाँ फुलबार अन्त यो नयाँ मामा यो पुरानो उसले दिने त्यो नयाँ लगाएर जाऊ न के अब्दुलो ए भयो उही बला त्यो पछि पानी उगाल्नु मिल्दैन के भन्नु न पानी घुस्छ यही घर छैन बोला अनि फेरि आएर फेरि के लगाएर अन्त आफूले जाके कता कता हामी जाने यी त्यसै हिँड्नु त हिँड्नु त अघि त बाटो त्यो माथि घाँरो बाटो नभएको ठाउँहरू ल्याइदिएर कम्बासम्म तिमी त्यो बटे मसँग बटे काकामा हाम्रो घर बाटोहरू जाने त्यही बाटो जाने ए हाम्रो घर झरेर हो मसँग जाउँ के हो जम्मू 200 लगाएर चाहिँ अब आइहुनु पर्यो नि जम्मै दिदी त्यही जोड्ने त्यो हाब्डुलो त्यो त्यसै गरी जम्मै त्यो कपडा लाला टुमा त्यो हाम्रो त्यो लक्करमा हाटेको माथि जङ्गलमा ढोइसम्म त यस्तै पुरानो के अन्त मामा यो लग्ने हो यो हो नेपालले ल ठुमा ल होमे म गएँ है ल माइली बेलुका आउँछ तिमीलाई जुगा जाला र फेरि बिडिङको चाहिँ जुगा मिलाएर पनि जान्दिनँ केही पानी यता पनि रहेछ
जाने नल कुन त बताए thấy nó một cái